जय श्री राधे। जय श्री राधे। ज्ञानी, आज तपाईँ र म भएर हामीले जुन जन्मदिन मनाउँछौँ नि, आफ्नो जन्म उत्सव, जसलाई बर्थडे भनिन्छ, जसलाई के भनिन्छ? बर्थडे। हो, बर्थडेको दिनमा हामीले कुन कुन देवी देवताको पूजा गर्नुपर्छ? आयुका देवताहरू कुन कुन हुन्? कुन कुन देवताको पूजा गर्नाले हाम्रो लामो आयु हुन्छ, रोगहरू शरीरमा लाग्दैन? यी देवताहरूको विषयमा मैले तपाईँलाई आज बताउँछु है त, कुन कुन देवताहरू हुन् भनेर, जसलाई के भनिन्छ? अष्ट चिरञ्जीवी देवता। यी देवताहरू भनेका हाम्रो लामो आयु होस् भनेर चाहिँ सधैँभरि आशीर्वाद दिने देवताहरू हुनुहुन्छ। हामीलाई उहाँहरूले धेरै धेरै आशीर्वाद दिनुहुन्छ। ल, अब के नाम हुन् त भन्दा, ओम अश्वत्थामा बलिर्व्यासो हनुमांस विभीषणः कृपः परशु रामश्च सप्तैते चिरजीविनः सप्तैतान् स्मरेन् नित्यं मार्कण्डेय तथाष्टमं जीवेद् वर्षशतं सोऽपि सर्वव्याधि विवर्जितः। ओम मार्कण्डेयादि अष्ट चिरञ्जीवी देवताभ्यो नमः। यसरी 8वटा अष्ट चिरञ्जीवी देवतालाई हामीले पूजा गर्नु पर्दछ। र अर्को कुरा, हाम्रो जुन जन्मदिन रहन्छ, जन्मदिन कहिले पनि सौर्यमास अनुसारले मनाउनु हुँदैन, अर्थात् गते अनुसारले मनाउनु हुँदैन, चन्द्रमास अनुसारले आफ्नो जन्मदिन मनाउनु पर्छ। अर्थात् जुन तिथिमा आफ्नो जन्म भएको छ त्यही तिथिमा नै आफ्नो जन्मदिन मनाउनु पर्दछ। र यस्तै अन्य जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने के गर्नुपर्छ ल भनिदिनुहोस् त? लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला र धेरै भन्दा धेरै फलो गरिदिनु होला। आजको लागि जय श्री राधे। तपाईहरूको दिन शुभमय रहोस्।